हेलो गाइस म चाहिँ अहिले हामी चाहिँ यता मध्यपूर्वमा छौँ पोट्री स्क्वायर जता हेऱ्यो त्यतै जताततै माटोको सामानहरू भाँडाहरू बनाइराख्नु भएको छ भक्तपुरमा चाहिँ म एकदमै न्यारो छु अहिले अनि यहाँ चाहिँ एकदमै रेयरली मान्छेहरू देखिने पनि तर यहाँ पोट्री बनाउनेहरू चाहिँ धेरै हुँदो रहेछ इच एन्ड एभ्री घरमा चाहिँ मैले धेरै मान्छेले चाहिँ पोट्री यो माटोको भाँडाहरू बनाएको देखेँ माटोको भाँडाहरूबाट चाहिँ फर्स्टमा के हुने रहेछ भने रातो माटोले यसरी भाँडा बनाइदो रहेछ त्यो बनाइसकेपछि चाहिँ सुकाइदो रहेछ सुकाएपछि त्यो रातो माटोले भन्ने कि रातो पेन्टले चाहिँ यो कलर गरेपछि फेरि पोल्नु पर्ने रहेछ रातो माटो नै हो ओके रातो माटोले नै रहेछ पनि भिडियोमा आउने भयो Okay, so this is the beginning of the process. No, सुरुमा चाहिँ माटो ल्याउनु पर्यो हजुर उहाँले चाहिँ मलाई सिकाउनु पनि हुन्छ कसरी बनाउने के कस्तो गर्ने भनेर अब यो माटो लिइसकेपछि त्यहाँ व्हिलमा राख्ने है हामीले सो यसपछि आई थिङ्क वी हेभ टु डु दिस मान्छे बिस्तारै बिस्तारै सेप बिल्डअप गर्न खोजिरहेको छु बट आई डोन्ट नो इफ आइम डुइङ इट राइट बनाउन पनि एकदमै सजिलो हुँदो रहेछ यो माटो चाहिँ नरम हुँदो रहेछ होइन तर स्किल चाहिँ एकदमै चाहिँदो रहेछ फेरि मैले बनाउँछु भनेर बनाउन सक्दिनँ यो एक दिनमै सिक्ने कुरा चाहिँ होइन रहेछ तर इट्स काइन्ड अफ फन के किनभने यो जे भए पनि एउटा स्किल आर्ट जस्तो कुरा भयो नि त यो चाहिँ पहिल्यैदेखि भइरहेको कुरा हो कस्तो भइसक्यो यो बनाइराख्नु भएको बाजे बजैदेखि नै सुरु भएको यो बनाउनलाई चाहिँ सो उहाँहरूले अहिलेसम्म यो कल्चरलाई चाहिँ बचाइराख्नु भएको छ त्यसले गर्दा चाहिँ आज मैले पनि सिक्न पाइरहेको छु उहाँहरूले गर्दा नै यस्तो राम्रो यस्तो इट्स काइन्ड अफ हुन्छ नि दिमागलाई नै कस्तो मजा आउने कि केही कुरा मैले क्रिएट गरिरहेको छु जस्तो फिल हुने रहेछ कि आई थिङ्क द्याट्स इट आई डोन्ट नो मैले योभन्दा बढी त गर्न सक्दिनँ होला Bye bye. Bye. Tata ya. रमाइलो ठाउँ छ यहाँ सुरुमा टोर्नाडो पोटाटो चिप्स भन्ने हुन्थ्यो होइन पहिला पहिला एकदमै सुरुमा ट्राई गरेर चाहिँ मैले यतै भक्तपुर दरबार स्क्वायरमै थियो आई डोन्ट नो अहिले छ कि छैन भनेर तर यता कुल्फीदेखि लिएर जुजुधाउ ओ माई गड जुजुधाउ मैले कसरी बिर्सिन सकेँ मेरो फेभरेट है जुजुधाउ म कहिले पनि सुगर नखाने मान्छे तर जुजुधाउ चाहिँ मैले रोक्नै सक्दिनँ खानै पर्ने हुन्छ अल्सो आज चाहिँ म नेवारी डेलिकेसिजहरू ट्राई गर्दैछु नेवारी कुजिनहरू जुन चाहिँ मेरो फेभरेट डिसमा पर्छ यहाँ चाहिँ योमरी बन्दैछ योमरी चाहिँ हामीले कसरी बनाउने रहेछ भने चामलको पिठोभित्र फिलिङ्सहरू राखेर धेरै जस्तो ठाउँमा चाहिँ चाकु र खुवाको बनाएको हुन्छ तर यहाँ चाहिँ अझै 4वटा कुराहरूबाट बनाएको हुँदो रहेछ एउटा डार्क चक्लेट भेरी इन्ट्रेस्टिङ एकदमै हेल्दी पनि डार्क चक्लेट अल्सो गुदपाक अनि त्यसपछि खुवा र चाकुको त बनाइ नै हाल्छ होइन अनि आज चाहिँ म यहाँ सबै फ्लेभरहरू ट्राई गर्दैछु अनि त्यसपछि के कस्तो हुन्छ म हजुरलाई टेस्ट पनि भनिदिन्छु है त यसमा चाहिँ के हुन्छ भने बाहिरबाट राइस फ्लावर हुन्छ राइस फ्लावरको भित्रको फिलिङ्समा चाहिँ चाकु अनि त्यसपछि कन्सन्ट्रेटेड मिल्क विच इज अल्सो कल्ड एज खुवा होइन खुवा पनि हुन्छ तर अहिले मैले 3टा ट्राई गर्दैछु एउटामा छ गुदपाक एउटामा छ खुवा एउटामा छ चाकु यस्तो हुन्छ भित्र कन्सन्ट्रेटेड मिल्क एकदमै मिठो नेवारीबाट वो पनि भन्छ
यसमा चाहिँ फिलिङ्सहरू छ पुरै किमादेखि लिएर इभन अन्डा पनि छ कोही कोहीले चाहिँ यसलाई नै नेपाली पिज्जा पनि भन्नुहुन्छ तर मोस्टली चटामरीलाई नेपाली पिज्जा भनिन्छ अब लेट्स ट्राई है कस्तो छ यो चाहिँ डिप गरेर मैले सो आज चाहिँ मैले यो गल्लीमा एकदमै राम्रो कुराहरू एक्सप्लोर गरेँ एकदमै धेरै कुराहरू जस्तै कि नेवारी क्युजिनहरू जुन चाहिँ बारा योमरी सकुमिचा इभन जुजु धाउ पनि मैले ट्राई गरेँ यो गल्लीमा चाहिँ एकदमै राम्रो पेन्टिङ्सहरू ह्यान्डमेड क्राफ्ट्सहरू लोकल ह्यान्डिक्राफ्टदेखि लिएर वुडन क्राफ्ट्सहरू सबै कुरा पाइँदो रहेछ आज चाहिँ इट वाज रियली फन सो सी यु अन माई नेक्स्ट व्लग गाइज If you like this video, please like, comment and subscribe. Bye.